जनतामाथि गोली चलाउने हामीले आमसभा गरेको थियो म आमसभामा आउँदै थिएँ होइन म आमसभामा आउन नपाउँदाखेरि गोली चल्यो त्यहाँ टियर ग्यास हान्यो टियर ग्यास कतिजनालाई मार्छ कतिलाई मार्ने कतिलाई मार्ने तपाईले त यत्रो सुरक्षा घेरेर तोडेर आउनुभयो तपाईँ के गरे आउनुभयो किन गोली हान्यो मलाई किन फेरि यहाँ बुम छ यार मेरो बुम खै मेरो यहाँ बुम छ मान्छे ए सबै क्लियर गर्दै जाऊ ल क्लियर गर तपाईले पछाडी गरिदिनु है यहाँ त पाउनु पर्यो नि यार अरे पछाडी ए सर लगेन सर कलो जान विचार जान कसरी के गरेर आमसभामा आउँदैछु हैन हिजो त्यत्रो सल्लाह भएको म त्यहाँ भाषण गरेर अनि कार्यक्रम सकेर निस्किने भनेको हामी आउनुभन्दा पहिले टियर ग्यास हानेको छ गोली हानेको छ म कोटेश्वरमा आइपुग्दाखेरि तर्साउन खोजेको हो सरकारले किन तर्छ भने हामी हाम्रो आमसभा गर्न नपाउने तपाईहरुले आन्दोलन गर्दै गर्दा त्यो अगाडि प्रहरी दाजुभाइ पनि हुनुहुन्थ्यो उहाँहरुलाई अनि पत्रकार साथीहरु सबै कुचिनी तरिकाले गाडी होइन कुचिने गरे हैन हद नि हाम्रो मान्छे घाइते भएको छ हैन तपाईलाई प्रहरीले अहिले समात्न खोजिरहेको छ होइन समात्नु छ प्रहरीले तपाईलाई के भन्नुहुन्छ के भन्नुहुन्छ यो मलाई के हो के भन्नुहुन्छ केटाहरुलाई बोलाउन प्रहरीले दमन गर्न खोजेको खास के भएको के हो भन्नु बताइदिनुस् त ओति बग्दै हैन प्रहरीको दमन हो के यो यार बस्नु यहाँ कोही चाबी चाहिँ कहाँ लगाएछ नि गाडीको तपाईको गाडी पुरै तोडफोड गरेर के भन्नु तपाईको गाडी पुरै तोडफोड गरेछ पुलिसले गरे हो नि त देख्नु भयो नि हैन तपाईहरुले प्रहरीले तपाईलाई चारैतिरबाट घेरेर निकाल्नको लागि केही फरक पर्दैन के गर्ने मार्ने हैन केही गर्ने चारैतिरबाट घेरिसक्नु त तपाईलाई होइन घेरेर केही फरक पर्दैन होइन अब हेर मेरो सुरक्षाकर्मी वहीसँग बस्छ हाम्रो सुरक्षाकर्मी तपाईको यहाँ सुन्नु न यो लफडा नगर्नु यहाँ सुन्नु यो लफडा नगर्नु यो लफडा नगर्नु यहाँ आउनु हामी यहाँ सुन्नु हामी यहाँ आउनु यहाँ सुन्नु यहाँ आउनु भने मेरो सुरक्षाकर्मी मेरो सुरक्षाकर्मी हामी हो के हामी यो गाडीको चाबी कोसँग छ तपाईको सुरक्षा कर्मीहरुलाई अहिले भर प्रहरीले के भन्न चाहनुहुन्छ होइन त्यो त कहाँ उ लग्यो त भरे यहीँबाट लगिराख त नि उ लगिसक्यो उ तपाईको गाडी पनि छुडायो सेट दिनु भने दुर्गाभाइ बाहिर निस्किनु पर्यो दुर्गाभाइ बाहिर निस्किनु बाहिर यताबाट जाम यताबाट हिँड्दै जाम हिँड्दै जाम ल जाऊ हिँड्दै जाऊ जबरदस्ती नगर्नु जबरदस्ती नगर्नु दुर्गा प्रसादलाई यहाँ देख्दैछौँ केही बेर अगाडि उसले पुलिसले पक्राउ गर्यो भने पुलिसले लगेर छोडेको रहेछ र केही बेर अगाडि प्रहरीले पक्राउ गरेको थियो र भिड अनियन्त्रित भएपछि प्रहरीले पुनः दुर्गा प्रसादलाई रिहा गरेको छ र दुर्गा प्रसादलाई उनीहरूका सुरक्षामा खटिएका युवाहरूले दुर्गा प्रसादलाई आफ्नो मञ्चस्थलतर्फ लैरहेका छन् दुर्गा प्रसादलाई प्रहरीले नियन्त्रण गरिसकेपछि पुनः रिहा गरेको छ दर्शकबिन दुर्गा प्रसाद गाडीले चाहिँ अघि निषेध क्षेत्र चाहिँ कोडा थियो पुलिसहरूले पेलेर गाडीले पेलेर अनि पर गाडी लगेर रोक्यो त्यसपछि यता बनाइरहेको हुन्छ